मलाई निकाल्दिनुस् हामी खासमा मलाई छिटो व्यवस्था तपाईले यो कुराहरु राखेर एकदमै राम्रो गर्नुहुन्छ हैन यो कुरा हामीले राखेर एकदम राम्रो गर्नु आज हामीलाई इन्स्योरेन्स लाग्नु पाएन मान्छे मर्नेहरुले एउटा सिलेको झल्टीमा भोट पनि दिउ बालन सालाई अब अहिले हामीलाई बालन साले सारेसमा गर्यो अनि हामीलाई अब छिटो भन्दा छिटो चाहिन्छ हेर्नुस् अब के गर्नु हामीलाई हेरेर भनिरहेछ खाएर बसेर मात्रै त भएन नि त हामी त बाँच्नु हुँदैन नि सरकारले दिन्छ भने सरकारले हामीलाई दिएको छैन तालिम दिएकोहरू यहाँ खान मात्रै भयो हामी भित्र पीडा छ दुःख चाहिँ यसरी आवाज नआउँछ ठुलो आवाज हाम्रो नरम आवाज हामी आएको के फरक परेर दिएन भने चाहिँ भत्ता काम गरेर बस्छ भन्नु होइन हामीलाई त दिएन भने त हामी चाहिँ भत्ता काम गरेर बस्छ दुई चार क्लासको पकडेको छ त होइन हामीलाई हाम्रो ज्यान छ भन्ने आज त्यही भएर त हामी ढुक्क भएर तर तपाईँलाई थाहा छैन होला हामीले यहाँबाट गोली गएको देखेको छ नयाँ सरकार बनाउनलाई हामीले बालनजी अब को प्रधानमन्त्री आउनुहुन्छ बाँकी आउनेलाई चाहिँ करप्सन हुँदैन भनेर चाहिँ हामीले मैले कलेजको ड्रेस कहिलेदेखिको त्यति बेला थियो मेरो कलेजको कहिलेदेखि ड्रेस खोजेर धोएर मामुले नजानु भन्दा पनि हामीले आफ्नो ज्यान जोखिममा लाएर हामी एटिएमभित्र छिरेर बाँचेको सेप्टेम्बर 8 को प्रोटेस्टमा हामीले नयाँ सरकार ल्याउनलाई अब सरकारले 24 घण्टाको हामीलाई टाउडियो भन्दाखेरि 24 घण्टामा हामीले कसरी सार्यौँ ल हामीले सार्यौँ मेरो मम्मीले सार्ने बित्तिकै मेरो मम्मीलाई महानगरले लिएर गयो म त एक्लो छोरी मेरो त बाबा नै छैन मेरो मम्मीलाई पनि यतिकै छोडिदिएको अब त्यो कुरामा चाहिँ के भयो भन्दाखेरि हामीले तिनेर मैले पाल तागेर बसेँ म एक्लै थिएँ कोही पनि थिएन कि त्यहाँ सेफ्टी नै भएन हामीले ट्रस्ट तर सांसदभित्रको कुरा प्रधानमन्त्रीको कामसम्म जानु पर्यो